हुन् रासुपाका 10 भाइरल सांसद जसले रासुपालाई बदनाम गराए। रवि लामिछानेलाई स्पष्टीकरण दिँदै ठिक्क, प्रधानमन्त्री बालन शाह दिक्क। रासुपालाई बदनाम गराउने 10 भाइरल सांसदहरू। दर्शक वृन्द, हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात भने झैं वैकल्पिक राजनीतिको नारा बोकेको रासुपा भित्र अहिले आफै त महादेव कसले देला बरको अवस्था सिर्जना भएको छ। रासुपाको साख गिराउने 10 भाइरल सांसदको हरकत र पार्टी भित्रको आन्तरिक कम्पनमाथि तयार पारिएको विशेष रिपोर्ट हेर्नुहोस्। नम्बर 1, खगेन्द्र सुनार। कानून हातमा लिने प्रयास र अमर्यादित धम्की। बाँके क्षेत्र नम्बर 3 बाट निर्वाचित सांसद खगेन्द्र सुनार वैशाख 2083 को सिन्धुली खुरकोट हिरासत मृत्यु प्रकरणपछि विवादको केन्द्रमा आए। अन्तर्जातीय विवाहको उजुरीमा पक्राउ परेका दलित युवाको शंकास्पद मृत्यु भएपछि आफ्नै गृह प्रशासन विरुद्ध धरनामा उत्रिएका सुनारले संयम गुमाए। उनले प्रहरी प्रमुखलाई घिसारेर सडकमा ल्याउने र वर्दी फुकालिदिने खुल्ला धम्की दिए। सांसद जस्तो जिम्मेवार पदमा बसेर शान्ति सुरक्षा कायम गर्ने निकायमाथि नै अपाच्य शब्द प्रहार गरेपछि चौतर्फी आलोचना भयो र उनी आत्मआलोचना गर्न बाध्य भए। नम्बर 2, रीमा विश्वकर्मा। चुनावी स्टन्ट र विरोधाभासपूर्ण अभिव्यक्ति। सिन्धुलीमा धरना प्रकरणमा खगेन्द्र सुनारलाई साथ दिँदै सडक आन्दोलनमा उत्रिएकी सांसद रीमा विश्वकर्मा सस्तो लोकप्रियताको खोजीमा लागेको आरोप खेपिरहन्छन्। आफ्नै दल सरकारमा सहभागी भएका बेला सडकमा बसेर विरोधाभासपूर्ण अवस्था सिर्जना गरेकी रीमाले यसअघि स्याङ्जाको चुनावी भाषणमा रवि र बालन दुवैलाई स्याङ्जा लैजाने भन्दै उनी भाइरल बनेकी थिइन्। सोही अभिव्यक्तिका कारण उनी अहिले पनि सञ्चार माध्यम र पत्रकारको निशानामा पर्छिन्। नम्बर 3, आशिका तामाङ। ट्राफिक प्रहरीसँग विवाद र क्षेत्राधिकार उल्लङ्घन। रासुपाकी आक्रमक सांसद आशिका तामाङ लगातार आफ्ना गैर जिम्मेवार अभिव्यक्तिका कारण विवादमा छाइरहने पात्र हुन्। जेठ 2083 मा काठमाडौँको थापाथली चोकमा ट्राफिक लाइट ग्रिन हुँदा पनि गाडी रोकेको भन्दै उनी गाडीबाट उर्लिएर प्रहरीसँग विवादमा उत्रिएकी थिइन्, जसको भिडियो सामाजिक सञ्जालमा अपलोड भयो र आलोचनात्मक रूपमा अहिले भाइरल बन्यो। यसअघि धादिङको बलेखु तातली सडक खण्ड स्थानीय तहले उठाउने गरेको वैध शुल्क नलिन फेसबुकबाट निर्देशन दिएर उनले कानुनी क्षेत्राधिकारको ठाडो उल्लङ्घन गरेकी थिइन्। त्यस्तै सांसदहरूको अभिमुखीकरण 5 तारे होटलमा गरिएको भन्दै आफ्नै सरकार विरुद्ध फेसबुकमा असन्तुष्टि पोखेकी उनले स्टन्ट राजनीतिलाई प्रश्रय दिएकी छिन्। नम्बर 4, कृष्ण कुमार कार्की। नैतिक आचरणमा गम्भीर प्रश्न। मोरङ क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद कृष्ण कुमार कार्कीमाथि लागेको नैतिक आचरणको दागले सिंहको पार्टीको सुशासनको नारामाथि ठूलो धक्का लागेको छ। नाइजेरियन महिला रिता अजुकोले कार्कीमाथि आफूलाई गर्भवती बनाएर अलपत्र पारेको गम्भीर आरोप लगाएका छन्। यो प्रकरण जनआस्था अनलाइनमा सार्वजनिक भएको थियो, जसले उनी स्पष्टीकरण हिँड्दै गरेका छन्। रासुपाकै सांसद आशिका तामाङले समेत यो सामाजिक सञ्जालबाट तुरुन्तै छानबिन गर्नका लागि निर्देशन समेत दिएकी थिइन्। नम्बर 5, जगदीश खरेल। 30 अर्बको घोटालामा मुछिएका पूर्व सञ्चारकर्मी ललितपुर क्षेत्र नम्बर 2 का सांसद जगदीश खरेल स्मार्ट टेलिकमको काण्डमा मुछिएका छन्। उनको नाम एक पत्रिका